नमस्कार। आजको भिडियोमा यहाँलाई स्वागत छ। आज म शिक्षकहरूले विद्यालयमा प्रश्नपत्र कसरी बनाउने, माइक्रोसफ्ट वर्डमा कसरी टाइप गर्ने, उचित सेटिङ कसरी गर्ने र आकर्षक प्रश्नपत्र कसरी निर्माण गर्ने भन्ने विषयमा यो छोटो भिडियो लिएर आएको छु। आशा छ यो भिडियोले तपाईलाई सहयोग गर्नेछ। त्यसको लागि सबैभन्दा पहिला तपाईले माइक्रोसफ्ट वर्ड खोल्नुपर्ने हुन्छ। माइक्रोसफ्ट वर्ड खोलिसकेपछि यसमा लेआउट मिलाउनु पर्ने हुन्छ। लेआउटमा गएर सबैभन्दा पहिला यसलाई A4 सेलेक्ट गर्ने। A4 भनेको कम्प्युटर पेपरको साइज हो, त्यो फोटोकपी पेपरको। A4 मा गरिसकेपछि ल्यान्डस्केपमा जाने। हामीलाई क्वेसन पोर्ट्रेटमा चाहिन्छ, दुईटा कोलम भएको, त्यही भएर ल्यान्डस्केप गर्ने। मार्जिनमा 1 सबैतिर सेलेक्ट गर्ने। यो इन्डेन्टमा प्याराग्राफमा सबैतिर 0 आउने, यसले चाहिँ ग्याप बराबर बनाउँछ, यसलाई 0 गर्ने। यति गरिसकेपछि लेआउटको काम सकिन्छ। अब तपाईले के गर्नु पर्यो भने यसलाई ब्रेक गर्नु पर्यो दुईटा कोलममा। यसरी कोलममा ब्रेक गरिसकेपछि यो काम सुरु हुन्छ। अब तपाईले गर्नुपर्ने भनेको हेडलाइन हो। जस्तै यसमा स्कुलको नाम लेख्नु पर्यो। यसरी SHRE श्री कालिका SCONTAR सेकेन्डरी स्कुल खैरानी 9 चितवन 9 लेख्यो, कमा लेख्यो, CHITWN चितवन यति लेख्यो। अब यसलाई के गर्नु पर्यो, हामीले यसलाई हेडलाइन बनाउनु पर्यो। हेडलाइन कस्तो हुनु पर्यो, हेडलाइन चाहिँ आकर्षक हुनु पर्यो, बोल्ड हुनु पर्यो, हैन, क्यापिटल लेटरमा हुनु पर्यो। यति चाहिँ हामीलाई क्यापिटल लेटरमा चाहिने छ भने यहाँनिर गएर अप्पर केस गर्ने। यसलाई साइज बढाउने, यसरी कति बढाउँदाखेरि बराबर मिल्छ यसरी हेर्ने। यसलाई सकेसम्म कन्ट्रोल D थिचेर तपाईले एडभान्समा गएर स्केलमा 120 गर्ने। यसरी यो गर्नुभयो भने अझै आकर्षक र बोल्ड देखिन्छ, है, यति गर्ने। अब त्यसपछि तल जाने अनि यो हामीलाई लेआउटमा मार्जिनमा हामीले सबैतिर 1 सेलेक्ट गरेका छौं। अब हामीले यहाँनिर के गर्नुपर्ने छ भने यतापट्टि साइडबाट कक्षाहरू लेख्नु छ। हामीले के गर्छौं, यसलाई चाहिँ यस्तोलाई चाहिँ हटाइदिउँ, यस्तो गर्छौं, यति राख्छौं। यहाँनिरबाट क्लास लेख्न थाल्छौं। यो चाहिँ यसरी राख्ने। यो लेफ्ट इन्डेन्ट, यो फर्स्ट इन्डेन्ट, यो लेफ्ट इन्डेन्ट, यो दुईटालाई यसरी राख्ने। अब CLASS क्लास FOUR यहाँनिर चाहिँ यो FM र PM यतापट्टि सार्न नदिनलाई यहाँनिर एउटा ट्याब राख्ने। यस्तो ट्याब, यो ट्याबले चाहिँ अन्त सार्दैन। F.M यसरी यो चाहिँ यहीँ बस्छ, यसलाई सार्न दिँदैन। 50 है, यसरी सार्छ। अब यसलाई तल सार्ने, तल सारेर सब्जेक्ट SUBJECT सब्जेक्ट के हो, SAINC साइन्स। टाइम के हो, टाइम चाहिँ लेख्ने, टाइम कति हो 1 यति गरेपछि मिल्यो। अब यसलाई हामीलाई के चाहिन्छ, यहाँ हामीलाई यसमा मिलाउने। यहाँ हामीलाई एउटा के चाहिन्छ, लाइन चाहिन्छ। त्यो लाइन चाहिँ हामीले यहाँ ल्याएर लाइन चाहिँ यहाँनिर ल्याएर शिफ्ट थिचेर तान्ने। यसरी शिफ्ट थिचेर तानेपछि ठ्याक्क मिल्छ। यसलाई अलिकति माथि सार्दिउँ, यसरी। यसको साइज मोटाइपन बढाउनलाई यहाँ जाने, सेपमा जाने, चेन्ज सेपमा जाने। यसपछि यसलाई यति मोटो भए पुग्छ भन्ने भएपछि यसलाई अब हामीले क्वेसन नम्बर 1 लेख्छौँ। क्वेसन नम्बर 1 लेख्ने यसरी। अनि यहाँनिर चाहिँ यो बराबर चाहिँ यसरी मिलाउने, है, क्लास र सब्जेक्टको 1 बराबर मिलाउने। जस्तै अब यहाँ के लेख्छौँ हामीले, फर्स्टमा एउटा क्वेसन लेखौँ। एउटा क्वेसन के लेखौँ भने व्हाट इज AUTOTROPH। अब यहाँ यस राखेपछि यता R राख्नु पर्यो। व्हाट आर अटोट्रप्स आर, यसरी लेख्यो। एउटा क्वेसन यो भयो। यहाँनिर हामीले 1 क्वेसन लेख्यौँ।
अब 2 नम्बरमा नेम द FOLLOWIN फलोइङ पार्ट्स अफ द कम्प्युटर नेम द फलोइङ पार्ट अफ द कम्प्युटर गऱ्यो। अब कम्प्युटरको 3टा पार्टहरू यहाँ हामीले ल्याएर राख्छौँ। अनि त्यसको लागि चाहिँ तपाईँले 3टा पार्ट ल्याउनको लागि चाहिँ इन्सर्टमा जाने, टेबलमा जाने, 3टा पार्ट्स लिएर आउनु पर्ने छ। अब 3टा पार्ट्स लिएर इन्सर्टमा जाउँ, पिक्चरमा जाउँ, होइन। पिक्चरमा गएर हामीले अनलाइन पिक्चर गऱ्यो भने सजिलो, सबैभन्दा राम्रो। गुगलमा गएर सर्च गरेर ल्याएर पेस्ट गरिरहनु परेन। यहाँ भएपछि ठ्याक्कै यसले नै त्यहाँ लगेर राखिदिन्छ। MOUS माउस, है, इन्टर गर्ने। इन्टरनेट चाहिँ कनेक्सन भएको हुनुपर्छ। माउस चाहियो। अब यो माउस चाहिँ हामीले ब्ल्याक एन्ड व्हाइटमा टाइप प्रिन्ट गर्छौँ नि त यो पेपर, त्यही भएर यस्तो कलरवाला पिक्चरहरू नराख्ने, सकेसम्म यस्तो टाइपको, होइन, मोनोक्रम टाइपको चाहिँ पिक्चरहरू चाहिँ यहाँ राख्ने। त्यो भएपछि यो चाहिँ ठुलो साइजमा आयो। यसलाई चाहिँ हामीले सबभन्दा पहिला यो टेक्स्ट चाहिँ हटाउनु पऱ्यो। त्यसपछि यसलाई चाहिँ यसरी सानो बनाउने। यसको 6वटा के हुन्छ, 8वटा यसको कर्नर हुन्छ। त्यो कर्नरबाट चाहिँ यसलाई सानो बनाउने यसरी, है। यो चाहिँ कर्नर भयो। यसलाई होइन म अब अझै सानो बनाउँछु भने क्रप पनि गर्न मिल्यो, होइन। नचाहिएको भाग यसरी क्रप गरेर पनि फालिदिन मिल्छ। यसरी गरेर अब हामीलाई यहाँ अर्को के चाहियो, मोनिटर चाहियो। फेरि इन्सर्टमा जान्छौँ, अनि फेरि पिक्चरमा जान्छौँ, अनलाइन पिक्चरमा जान्छौँ र यसरी 3टै राख्छौँ। जस्तै अब यहाँ MONITOR मोनिटर राख्छौँ, इन्टर थिच्छौँ, मोनिटर आउँछ। त्यसलाई हामीले इन्सर्ट गरिदिन्छौँ। मोनिटर एउटा राखिदिउँ, कुन चाहिँ राखिदिउँ, अलि टाइपको, यस्तो टाइपको राख्यो भने चाहिँ राम्रो देखिन्छ, है। किनभने यो ब्ल्याक एन्ड व्हाइट अथवा लेजर कलर प्रिन्टर, होइन, लेजर प्रिन्टरमा गऱ्यो भने पनि यसले राम्रो निकाल्छ। एउटा भयो। अब अर्को हामीलाई के चाहियो, एउटा पिक्चर लिएर किबोर्ड लिएर, है, किबोर्ड लिएर, किबोर्ड ल्याएपछि 3टा पिक्चर हुन्छ। 3टा पिक्चरमा चाहिँ हामीले यसलाई इन्सर्ट गर्छौँ। 3टा पिक्चर आयो। अब यो टेक्स्ट चाहिँ हामीले हटाइदिउँ, किनभने हामीलाई टेक्स्ट चाहिएको छैन अहिले। यसले चाहिँ टेक्स्ट दिइरहेको छ। यसलाई पनि हल्का सानो बनाऊँ, यसलाई अलिकति घुमाइदिउँ यसरी। 3टा पिक्चर आयो। अब यिनीहरूको नाम लेख्नु पऱ्यो, होइन। नाम लेख्नको लागि यही पिक्चर, यही टेबलको साइडमा जाने, लेफ्ट साइडमा, र ट्याब थिचेपछि यहाँ आउँछ, होइन। यस्तो आउँछ। अनि त्यस्तो आएपछि यो 3टालाई चाहिँ के गर्ने, नो बोर्डर गरिदिने। तलकोलाई चाहिँ के गर्ने, तलकोलाई चाहिँ राखिदिने। यो तलकोलाई चाहिँ राखिदिने, यसरी राख्ने। 3टालाई सेलेक्ट गर्ने, यहाँनिर जाने, बोर्डर गरिदिने। 3टाको नाम आयो, लेख्न मिल्यो। यसो गरेपछि यो सर्दैन। अब 3rd नम्बरको क्वेसन लेख्ने। 3rd नम्बरको क्वेसनमा चाहिँ हामीले यसरी अरू क्वेसनहरू पनि ल्याएर यसरी राख्न सक्छौँ। जस्तै अब 3rdको क्वेसनहरू चाहिँ एकछिनलाई यिनीहरू भयो, है, यिनीहरू भयो। यति क्वेसन लगाएर राख्यो। यसरी चाहिँ क्वेसन बनाउन सकिन्छ, है। यो चाहिँ हामीलाई के गर्नु पऱ्यो, अब यहाँनिर यो 2 छ, यहाँबाट फेरि राइट क्लिक गर्ने, सेट नम्बरिङ भ्यालु भन्छ, कतिमा लैजाने, 3मा लाने। आफै मिलिहाल्यो यसरी, है। कहिलेकाहीँ आएन भने सेट नम्बरिङ भ्यालु गर्ने, है। यसको र यसको फर्मेट चाहिँ एउटै बनाउनु पऱ्यो भने यसरी सेलेक्ट गर्ने, प्रिन्टर युज गरेर आइहाल्यो, होइन। यो चाहिँ सबैको साइज चाहिँ के भइरह, बढिरह। यो इङ्ग्लिसमा सकेसम्म 12 राख्ने, है। नेपालीमा 16भन्दा माथि राख्ने। यो र यो मिलेन, यसलाई के गर्ने, यसरी सेलेक्ट गर्ने, यसरी सेलेक्ट गर्ने, एकै ठाउँमा टक्क मिलाएर राख्ने, है। यसको फर्मेट र यसको फर्मेट मिलाउनु पऱ्यो। यसो गर्ने, मिलेन भने ठ्याक्क फर्मेट भेन्टर युज गर्ने। अब यहाँ चाहिँ थियो राइट, लङ क्वेसन, सर्ट क्वेसन छ, यो भेरी सर्ट छ। यसलाई हामीले अब एबाट सुरु गर्नु छ भने यहाँ राइट क्लिक गर्ने, यसरी रिस्टार्ट ए गर्ने, है। यो र यसको फेरि मिलिरहेको छैन भने यस्तो गर्ने, यस्तो गर्ने, ट्याक्क। सो यो माथिको युज गर्ने, जहिले पनि यो माथिको
इन्डेन्टहरू युज गर्ने यसरी सेटिङ गर्ने क्वेसन। यसलाई अझै देखिएन, यसलाई यस्तो गरौँ, बिचमा राखिदिउँ, यसलाई यस्तो गरौँ, बिचमा राखिदिउँ, यसलाई यस्तो गरौँ, बिचमा राखिदिउँ, भयो। अब कति राम्रो भयो होइन। यसमा चाहिँ अरू क्वेसनहरू पनि ल्याएर हामीले राखिदिन सक्छौँ होइन। अरू क्वेसनहरू पनि ल्याएर यसरी राख्न सक्छौँ, जस्तै राख्न सक्छौँ, भयो नि, कति राम्रो भयो। यसरी क्वेसन यसरी क्वेसन यति सेटिङ गर्न जानु भने मेन यो इन्डेन्ट युज गर्ने, पेज सेटअप गर्ने, लेआउट गर्ने, यति गरेपछि हुन्छ। ओके, आजको भिडियोबाट बिदा हुन चाहन्छु। हाम्रो भेट फेरि अर्को भिडियोमा हुनेछ र यो भिडियो मन पऱ्यो भने हाम्रो च्यानललाई लाइक, सेयर र सब्सक्राइब गरिदिनु अनुरोध गर्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। हस् त, धन्यवाद।